सो है गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। आप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै र आरामै छु। फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा। आज चाहिँ ब्लगको स्टार्टिङ रहेको छ म एक्लैबाट। गाइस यस्तै छ के गर्नु। अनि आज चाहिँ म दिदीकोमा जान लागेको हो, दिदीले काम गर्ने ठाउँमा गाइस। अनि म त्यहाँ गएर अनि बाटोमा के कस्तो हुन्छ म त्यहाँ पनि हजुरहरूलाई ब्लग गरिराख्ने नै छु। मेरो युट्युब च्यानललाई लाइक सब्सक्राइब अझै धेरै माया गरिदिनु होला। सबैजनाले माया गर्नुहुन्छ भन्ने आश छ गाइज। अब चाहिँ म दिदीबाट जान लागेको र म निस्किन्छु गाइज। गाइज मलाई निस्किन लागेको दिदीबाट जानलाई के कस्तो भयो भनिदिनु होला गाइज। गाइज अहिले कलेज भेट्छु है म हजुरहरूलाई अहिले भेट्छु म बाटोमा हिँड्दैछु गाइज। हुन्छ यस्तो बाटोमा हेरेर मान्छेले हेर्छन् त्यो भइहाल्यो भन्दै पत्तामा यसो बन्ने भन्दै म चाहिँ जाँदैछु। अब गइसक्यो अरे म गएर भेट्छु गाइस। म अहिले पालिके चोकबाट भित्र आयो प्रहरी कार्यालय आइसकेको छु गाइस। यस्तो हो यस्तो हो गाइस, भिडियो बनाउन लाज लाग्छ गाइस, लाज लाग्छ बाटोमा। अब फर्स्ट क्लास भ्लगर पनि त त्यही भएर म चाहिँ यता आइसकेको छु। भिडियो के कस्तो लाग्छ भनिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला गाइस। गाइस म चाहिँ दिदीबाट आइसकेँ। हजुरहरु कता बस्नुहुन्छ र? हजुरहरु बसेको छ। हेलो हैन के यही मात्र हो। हेलो भन न। हेलो रामसँग हेलो भन न। हेलो भनिसक्यो के। सो है गाइस, हामी चाहिँ अब दिदीको कामबाट बाहिर घर जान लाग्यो गाइस। कस्तो लाज लाग्छ कि मलाई भिडियो बनाउने गाइस। अब चाहिँ हामी रुममा जान लाग्यो। अनि त्यही दिदी र म चाहिँ त्यहाँ गएको हुन्छ। दिदी यहाँ चाहिँ हिँड्दै थियो गाइस। गाइस यो पहरामा वातावरण नै होइन कि हामी यो मान्छेहरू यिनी वातावरण नै होइन कि है। बालेन सरकार जिन्दा मुर्दा दुईटैको भन्न मेरो भ्लगमा दुई चार शब्द के बोल्न तपाईँ म मात्र कति बोल्ने हो र छेउमा। यसलाई एउटा केटा खोजिदिनु गाइस। चाहिएन, कोही पनि चाहिएन गाइस। मलाई म भए पुग्छ। गाइस हेर्नु न, मलाई यस्तै उल्लु बनाइदिन्छ गाइस। मलाई यस्तै पागल जस्तै कि गाइस हल्का कस्तो हेर्छ न मान्छेहरूले। हात लानु त सचेर बनाएको थियो। यहाँ चाहिँ यस्तो गाइस चाहिँ भ्यू देख्न सक्नुहुन्छ। यहाँ हेलो हेलो मिस राम्रै कति राम्रै हामी बनाउँछ खाना। मेरो कपाल बिग्रियो न। मेरो यो राबुको यो टुप्पी पनि भाँच्चिन लाग्यो। भाँच्चियो एउटा त भाँच्यो, त्यो अर्को पनि भाँच्चिन लाग्यो गाइस। अब चाहिँ हामी रुममा जाँदै छौँ। अहिले भेट्छु ल हजुरसँग गाइस। सो गाइस हामी चाहिँ रुम आइसक्यौँ।
रुममा आएर चाहिँ कपडा सपडा फेरेर बसेको गाइस दिदीलाई देखाइदिन्छु है म गाइस छर त छिटो गाइस दिदीलाई देखाउँछु म अब है भयो रेडी रेडी भयो रेडी भयो तिमी मेरो सेलिब्रेटी हो नि त यसैले के ल हेर 3 2 1 यता हेर न 3 2 1 गो गाइज अब हामी चाहिँ वहाँ चिप्लेडुङ्गाबाट चाहिँ आइसक्यौँ गाइज अब चाहिँ खानासाना पकाउनु पर्ने हुन्छ खाना पकाउँछौँ अनि खाना पकाएर खाएर सुत्छौँ गाइज दिदीले कपडा चेन्ज गरेको गर्छ कि गाइज कोही केटा भने फोन गर्नु है नानी नम्बरमा फोन गर्नु है गाइज यसको बिहा गरिदिनु यसको उमेर धेरै भइसक्यो गाइज त्यो भएर अब यसको बिहा गरिदिनु भन्ने सोचेँ यो कुरा चाहिँ रियली हो गाइज यसको मम्मीहरूले पनि घरबाट केटाहरू हेर्दै हुनुहुन्छ अनि मलाई नि एउटा नेवार केटा खा भने खोजिदिउँ न नानी भनेर भन्नुभएको थियो अनि त्यही भएर चाहिँ म पनि अलिकति पीडित छु गाइज त्यसलाई केटा खोजिदिँदै हो के अनि 23-24 वर्ष पुगिसक्यो अहिलेसम्म बिहा भएन गाइज अनि त्यो भएर हो कि एउटा बिहा गरिदिन खोजेको त्यही हो गाइज त्यही हो यो फेरि गाइज हेर्नु एउटा कपडा ल्याउन कपडा फेरेको हो जतिखेर पनि फेरेको मलाई चाहिँ यसले नक्कल बनाएर राखेको कि गाई चाहिँ भाडा माझ्नु पर्दैन भने अब माथिमा नि भोलि पर्छ अहिले माझ्दिनँ गाई म चाहिँ है मैले भातहरू पकाएर बस्छु यहीँ रुममै बस्छु गाई भनेको जति बानी भ्लग बनाउँछु खाइन पत्तेको गाई चाहिँ मलाई भ्लग बनाएर यस्तो कराउँछ कि गाई चाहिँले भ्लग बनायो भनेर यस्तै हो छाडी गयो तिमीले मलाई गाइस रुम काला चाहिँ यस्तो देख्न सक्नुहुन्छ यो यसको जागर होइन गाइस चाहिँ मिलाउँदा नि मिलाउने मैले मिलाए मात्रै हो गाइस रुम पनि तिमीले मलाई गाह्रो ल गाइस अब खानासाना पकाएर अब अहिले भेट्छु है अब हामी चाहिँ भ्लगको एन्डिङमा हामी गाइस अब अहिले भेट्छु गाइस अहिले भेट्छु ल हजुरसँग सो हे गाइस अब हामी चाहिँ खानासाना पकाएर आइसक्यौँ खाएर नै आइसक्यौँ आजको भ्लग के कस्तो लाग्छ सबैजनाले भनिदिनु होला यति भन्दै बिता दिन चाहन्छु थ्याङ्क्स फर वाचिङ माई भिडियो टाटा बाई बाई जय नेपाल